उमेरले 16 र 17 सुनेन भनेको परिवारले साथीलाई कहानी सुनाउँथे खतरा प्लान मनी जाने यो समुद्र पारीको देशमा थाहा पाए जिन्दगी रहेछ त के घाममा तगेर काम खोज्दा थाहा पाए फालेको भात मैले अहिले परिवार छोडेर सपना तोडेर परेछ विदेशी न ऋणको भारीले दबेको जिन्दगी कहिले पो सुध्रिन्छ यो कठिन छ दिन जति तर मैले कहिले हरेस देखाएको छैन भन्नेलाई सजिलो विदेश मरेर गर्नेलाई पो थाहा हुन्छ आँसुलाई छोपेर खाडीमा पसेमा हुन्छ कि भनी सुधार यसले त परिवार डुबाउँछ भनेको भुलेको छैन मुहार यो गाह्रो त्यो बेला फैलाउँदा हात सुनेन मेरो गुहार अप्ठ्यारोमा हात बान्ने आफन्तलाई चाहियो अहिले उपहार याद आछ आमा त्यो तिमीले पस्केर दिएको फालेको भात के न्यानो हुन्थ्यो र आमा त्यो तिम्रो पछौरी बिनाको रात यो आज भोलि त आँसु खस्दा आमा सोद्धा तिमीले हालचाल घरतिर आउँछु त भनेको थिए तर फर्किन पाइने साथ परदेशी भएर होला यो केटीले बिर्सिगे हामीलाई त भन्ने साथीहरू सम्पूर्णलाई सम्झना अति नै छ भुलेको छैन त्यो दिन हल्लेर हिँडेको गाउँमा के बता हाम्रो केडी हो अति नै गाह्रो छ अर्काको ठाउँमा यो उमेरले 16 र 17 सुनेन भनेको परिवारले साथीलाई कहानी सुनाउँथे खतरा प्लान मनी जाने यो समुद्र पारीको देशमा थाहा पाए जिन्दगी रहेछ त के घाममा तगेर काम खोज्दा थाहा पाए फालेको भात मैले